वर्षौंको सेवापछि पनि पेन्सन नपाउँदा, गम्भीर ड्रग अफेन्समा जमानतको दुरुपयोग हुँदा र नाबालगको कल्याणसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा पुग्दा के हुन्छ? यी हुन् यस हप्ताका प्रमुख न्यायिक घटनाक्रम तथा सर्वोच्च अदालतका महत्त्वपूर्ण विकासहरू। 1 जुन 2026 मा भिकानी देवी एन्ड एटसेट्रा वर्सेस युनियन अफ इन्डिया एन्ड अदर्स मामलामा सर्वोच्च अदालतले अस्थायी दर्जाको श्रमिकहरूलाई औपचारिक स्थायीकरण आदेश नभए पनि आवश्यक पछि पेन्सन पाउने अधिकार रहेको फैसला गर्यो। बिहारको हुलुक विभागमा नाइट गार्ड्सहरूलाई 40 वर्षको सेवा गरेपछि पनि पेन्सन नदिएको थियो। अदालतले पेन्सन सम्बन्धको धारा 300A अन्तर्गत अधिकार भएको र सरकारी ढिलाइका कारण यो अधिकार खोज्न नमिल्ने स्पष्ट गर्यो। 2 जुन 2026 मा स्टेट अफ पन्जाब वर्सेस बलराज सिंह @बिल्ला मामलामा सर्वोच्च अदालतले जेलभित्रबाट व्यावसायिक ड्रग कारोबार सञ्चालन गरेको आरोपीको जमानत रद्द गर्यो। अदालतले एनडीपीएस एक्टको धारा 37 अन्तर्गतका कडा शर्तहरू व्यवस्था गरेर जमानत दिन नमिल्ने स्पष्ट गर्दै ड्रग अफेन्स विरुद्धका लडाईँमा सार्वजनिक स्वास्थ्य र राष्ट्रिय हितलाई प्राथमिकताका दिनुपर्ने बतायो। 3 जुन 2026 मा शेफाली चक्रवर्ती वर्सेस स्टेट अफ वेस्ट बेंगल मुद्दामा सर्वोच्च अदालतले तल्लो अदालतहरूको निर्णय खारेज गर्यो र आमालाई आफ्नो नाबालग छोराको सम्पत्ति सम्बन्धी डेभलपमेन्ट अग्रिमेन्ट गर्न अनुमति दियो। सेक्सन 8 अफ द हिन्दू माइनोरिटी एन्ड गार्जियनशिप एक्ट 1956 अन्तर्गत अदालतले अविभाजित जग्गाको हिस्साको सट्टा फ्ल्याट र नगद प्राप्त गर्नु नाबालगको हितमा हुने ठहर गर्यो। साथै नाबालगको 10 लाख रुपियाँको हिस्सा ऊ 18 वर्ष नपुगेसम्म राष्ट्रियकृत ब्याङ्कमा सुरक्षित राख्नुपर्ने शर्तसहित उक्त सम्झौतालाई अनुमति दियो। यस हप्ताका लागि यति नै। यस्तै महत्त्वपूर्ण न्यायिक अपडेट्सहरूका लागि ल टाइमसँग जोडिरहनुहोस्। धन्यवाद।